बाराको पर्सौनी गाउँपालिका 6 भलोई चोक नजिकै किरण ओइब्रेज नेपाल प्रहरीद्वारा सञ्चालित पानी फ्याक्ट्रीका व्यवस्थापक रामकिशोर सिंहको विभत्स हत्या गरेको अभियोगमा 2 जना अभियुक्तलाई बारा प्रहरीले 16 घण्टाभित्रै पक्राउ गरेको छ। मङ्सिर 11 गते राति करिब 8:30 बजे फ्याक्ट्रीदेखि 25 मिटर उत्तरतर्फ खाल्टोमा सिंहको घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको थियो। प्रारम्भिक अनुसन्धान अनुसार पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका 12 मोनियारीमा 21 वर्षीय राजकुमार राम र सोही स्थानका 32 वर्षीय प्रमोद शाह तुलाहरे मिलेर योजनाबद्ध रूपमा हत्या गरेका हुन्। राजन कुमार राम सोही पानी फ्याक्ट्रीमा सवारी चालकको रूपमा काम गर्दै आएका थिए। गत वर्ष गढीमाई मेलाको घटनालाई लिएर मृतक र राजन बीच पहिले नै विवाद रहेको थियो। सोही फ्याक्ट्रीले तोकेको पानीको मूल्य 110 रुपियाँ रहेको अवस्थामा राजनले मुनाफाका लागि प्रति व्यक्ति 115 देखि 120 रुपियाँमा बेच्दै आएको कुरा थाहा पाएपछि मृतकले मङ्सिर 10 गते उनलाई कामबाट हटाएर भोलिपल्ट हिसाब किताब फर्चोट गरेका थिए। यही रिस र बदलाको मनसायका कारण राजनले साथी प्रमोदसँग मिलेर वीरगञ्जमै बसेर हत्या गरेको योजना बनाएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए। उनीहरू मङ्सिर 11 गते राति फ्याक्ट्रीमा सिंह एक्लै रहेको समयमा पर्खेर साथमा ल्याएको धारिलो हतियार, छुरा र इँटा प्रयोग गरी विभत्स रूपमा हत्या गरेको खुलेको छ। घटनाको सूचना पाएपछि मङ्सिर 12 गते बिहान करिब 8 बजे जिल्ला प्रहरी कार्यालय 12बाट खटिएको टोलले घटनास्थल मुचुल्का उठाएर फरार रहेका आरोपीहरूको खोजी सुरु गरेको थियो। पर्सा प्रहरीसँगको समन्वयमा राजन कुमार रामलाई भारत भाग्न खोज्दै गरेको अवस्थामा छिपहरमाई गाउँपालिका 5 भिस्वा नाकाबाट पक्राउ गरिएको थियो। त्यस्तै प्रमोद शाहलाई वीरगञ्ज महानगरपालिका 22 मा लुकीछिपी बसेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पर्सौनीका प्रहरी प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिए। प्रहरीले घटनास्थलबाट रगत बगेको फलामको छुरा 1 थान र रगत लागेको इँटा 1 थान पनि बरामद गरेको थियो। दुवैजनालाई 12 जिल्ला अदालतबाट 7 दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय 12 का निमित्त प्रवक्ता प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिए।